साथीहरु फेरि पनि वेलकम छ मेरो ब्लगमा। म रोशनी चौधरी उदयपुर देउरीबाट छु र आज मेरो चाहिँ 10 दिन भिडियो च्यालेन्जको चाहिँ आज तेस्रो दिनमा हजुरहरुलाई स्वागत छ। र म चाहिँ अहिले घर जाँदै छैन। हाम्रो चाहिँ म चाहिँ आज आएको थिएँ जुन चाहिँ रेडियो उदयपुरबाट चाहिँ हामीलाई यो फोटोग्राफी भिडियोहरु डकुमेन्टरी बनाउने मा चाहिँ 10 दिनको तालिम छ, जुन चाहिँ आज पहिलो दिन हो। र आज चाहिँ मैले हैन तालिममा बस्दाखेरि चाहिँ जुन चाहिँ आजको तालिम चाहिँ हाम्रो क्षितिज दाइले चाहिँ दिनुभयो डकुमेन्टरीहरु बनाउने सम्बन्धी। अनि आज चाहिँ जुन मैले सिकेँ आजको तालिमबाट त्यो हजुरहरुलाई चाहिँ म भन्ने छु। मेरो भिडियोमा चाहिँ अन्त्यसम्म हेरिदिनु होला। आज सुरुको दिन चाहिँ हामीलाई फोटोग्राफी सम्बन्धीको तालिम चाहिँ क्षितिज अधिराज दाइले चाहिँ दिनुहुन्छ 10 दिनसम्म नै। अनि हामीले चाहिँ आजको दिन सुरुमा त फोटोग्राफी भनेको के हो, फोटो कसरी खिच्ने, त्यसका विभिन्न कुराहरू सिक्यौं र क्यामेरा पनि चलाउन थोरै भए नि अन अफ गर्न सिक्यौं। अनि अब मैले चाहिँ भिडियो प्राय बनाइ नै राख्छु, तर पनि मोबाइलबाट मात्रै बनाएको थिएँ, त्यस्तो क्यामेराहरु युज गरेर चाहिँ पहिले बनाएको थिइनँ। अनि त्यो आज चाहिँ मैले अनुभव गर्न पाएँ।